अब चाहिँ हामी जाँदैछौँ यता कता हावा खानु उता होइन उता होइन त्यस्तो बाटै छैन रहेछ नि त। उता हुन्छ यो पनि सिरिस होइन कति राम्रो त्यस्तो कहिले फुल्छ। सरी बस्न आइसकेको छु। धेरै गर्मी भएर एक्सट्रिमले त्यस्तो गर्दैछु। सो हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। इट्स मी गीता सुनवार। अनि आज चाहिँ बिर्खामोडमा निकै गर्मी बढेको कारणले हामी चाहिँ शीतल हावा खानको लागि जाँदैछौँ साथीहरू। माई आउटफिट गाइज। अब चाहिँ हामी जाँदैछौँ यता कता हावा खानु। उता होइन उता होइन त्यस्तो बाटै छैन रहेछ नि त। उता हुन्छ यो पनि सिरिस होइन कति राम्रो त्यस्तो कहिले फुल्छ। सिरिसै फुल्यो। साथीहरू हामी चाहिँ हिँडेको छौँ 2 घन्टा भइसक्यो हिँडेको रहे पनि पुगेको छैनौँ। त्यो चाहिँ राम्रो ठाउँ छ नि त, त्यही भएर हामी पुगेको छैनौँ साथीहरू। अब चाहिँ हामी भर्खर के हो यो महेन्द्र यहाँ पाएँ महेन्द्र एकछौँ यहाँदेखि पनि जाँदैछु। त्यस्तो गर्मीमा के गर्नु भयो मलाई, पसिना आइसक्यो धरधरी। सो साथीहरू अहिले चाहिँ हामी एकदम शीतल पिपलले छाएको छहारीमा सरी बस्न आइसकेको छौँ। गोलेर आउँदै रहेछ पछाडि भाइहरूले। अब हामी फेरि गोल खेल्नु जाने साथीहरू। अहिले चाहिँ म चौतारामा बस्नु पाएर एकदम शीतल भएर एकदम खुसी लागिरहेछ। त्यहाँ अब चाहिँ ब्लुटुथ पनि ल्याएको छु, ब्लुटुथ बजाउने हो। ब्लुटुथ नबजाउँ भन्दा यहाँनिर अङ्कल पढिरहनु भएको छ, अङ्कललाई डिस्टर्ब हुन्छ। कति शीतल हावा आएको। यहाँ त यहीँ बसिरहेको छु, भरे जान्छु 8 बजीतिर घर पनि। यस्तो शीतल बिर्तामोडको ठाउँमा यो खडेरी घाममा कति साह्रो घाम लागेको। यस्तो घाम लागेको भन्दा हुन्छ मान्छे। चाहिँ मन्दिर हो, यसको चाहिँ पछाडि यहाँ शीतल रहेछ। यहाँनिर चाहिँ धेरै शीतल रहेछ। कस्तो आनन्द आयो। यहीँ सुतौँ जस्तो मन लाग्यो। यस्तो खालको लाइट रहेछ नि त यहाँ त। अहिले चौतारामा कहिले सुत्नु हुँदैन त। मेरो साथी चाहिँ चौतारामै सुत्दैछ। चौतारामा सुत्नुहुन्न भनेको किनभने ऊ त धेरै अल्छी छ नि त, त्यही भएर जहाँ भेट्यो त्यहीँ हाँड हानिदिन्छ। मेरो साथी हेर्नुहुन्छ, तपाईँहरूलाई म पछि देखाउँछु ल, पछि भविष्यमा देखाउँछु तपाईँहरूलाई मेरो साथी कस्तो रहेछ भनेर। गाइस अहिले चाहिँ मेरो साथीको पनि साथी आएको रहेछ, हेर्नु त यहाँनिर। ओइ गयो, उसको साथी आएछ अनि गयो। अहिले चाहिँ म जाँदैछु। गोल खेल्नु थालेछ नि भाइहरूले तल गएर। यहाँनिर शीतल रहेछ। गाइस अहिले चाहिँ एक्सट्रिम खाँदै हिँड्दैछु गर्मी भएर। छाताले यस्तो धेरै गर्मी भएर एक्सट्रिमले त्यस्तो गर्दैछु। साथीहरू बिर्तामोडको गर्मी खपिन सक्नु। वा कस्तो राम्रो फुल को नजारा। कस्तो मिठो बनाउँछ त यो फुल हो। यो त होइन रहेछ बाबरी फुल कि बाबरी फुल। कस्तो मिठो बनाउँछ। शीतल भयो अब चाहिँ आनन्द। अब चाहिँ शीतल भयो आनन्द भयो। अनि म चाहिँ लाग्दैछु आइसक्रिम खाँदै। यस्तो चिसो त राख्नु पऱ्यो नि त, घर नपुगिँदासम्म त, नभए त मरिने रहेछ यस्तो गर्मीले। घाम पनि कत्रो लाग्छ, कतिवटा घाम लाग्छ, 7वटा घाम एकैचोटि लाग्यो जस्तो छ। कोही पनि बुकी बनाउनुहुन्छ र जिप्सीको खाँचो छ भने मलाई सम्पर्क गर्नुहोला।
किनभने यहाँ चाहिँ प्रशस्त मात्रामा जिप्सीहरू पाइन्छ। त्यो जिप्सीको खानी छ। जिप्सी जति भन्दा त्यति जिप्सीहरू पाइन्छ। जिप्सी भन्दा पनि त्यो फुलको लाउने हुन्छ नि, त्यो सेतो सेतो परेको हो, त्यस्तो जिप्सी नै भन्छ होला आई थिङ्क। गाइस आज चाहिँ हामीले चाहिँ पुरी पकाएर खाँदैछौँ। हामीसँग चाहिँ बिल्ने केही उनकै बिजोग हुँदैन। यहाँ हामीलाई सब्जी काट्दैछ, रोटीसँग खाने, सुक्खा पुरीसँग खानु भनेको हामीले चाहिँ आज के गर्नु गाइस, बेलना चौकीमा भनेर बिजोग भयो। त्यस्तै हो रुममा बसेपछि, त्यस्तै हो गाइस, रुममा बसेपछि बेलना चौकी पनि छैन। त्यही भएर म चाहिँ यसरी पकाउँदैछु। अनि म तपाईँलाई बेलेको देखाउँछु अहिले। गाइस यस्तै दुःख हुन्छ। नुन हालेको गाइस, यस्तै दुःख हुन्छ। अलिकति हावा पनि हावा खाएर आनन्दसित बस। अब म यहाँ ठक्कसँगले गाइस अब चाहिँ म अदुवा लसुन पिस्छु। अब चाहिँ म अदुवा लसुन पिस्छु बसेर। यहाँनिर चाहिँ हाम्रो गौरीले पिल्दैछ। हाम्रो ट्याक्कसँगले रोटी पनि भइसक्यो। अनि अब चाहिँ म यसलाई बेल्दैछु। हाम्रो बेलना चाहिँ यो हो, चौकी चाहिँ हाम्रो थाल हो। गर्मीले म अब यसलाई चाहिँ म यस्तो गरेर पेल्छु, यस्तो गरेर। प्लिज क्यामेराम्यान देखाइदिनु त यसरी। गाइस तपाईँहरूले देख्नुभएको छ कि छैन, तर म यहाँ चाहिँ एकदम स्टारवाला जस्तो भइसकेको छ। यहाँनिर बेल्दैछु। कस्तो डरो न डरो भयो त अन्त त। अनि पातलो पो हुँदो रहेछ। यो चाहिँ मैले बेलेको रोटी हो। यहाँ चाहिँ धुलो परिसक्यो। सबै पोल्नुपर्छ नि हो। तेलमा पोल्दा पनि हुन्छ नि। आज त तेलमा पोल्दिउँ न। आज भातमा खाने, यही पुरी खाने बस्नु। साथीहरू पुरी पनि पेलेर पनि सक्यो। यो मेरो अनुहारको पसिना हेर्नु त के साह्रो गर्मी त बेर्ताउनुमा त यति छ। यहाँ पसिना आएर अझ म पानी थाप्नुको लागि धारामा आएको छु। हामीले चाहिँ पनि राम्रै पुरी पोलेर पनि भ्याइयो। अब यहाँनिर म पानी थाप्छु। यहाँ चाहिँ म पानी थाप्नुपर्छ नि त। यो चाहिँ हाम्रो ब्रान्डको जग हो। त्यसमा चाहिँ यो पानी थाप्छु। अहिले चाहिँ म गलेर गर्न लगाएको छु। पसिना भइसक्यो। अझै पोलेर सकेको छैन। बेलेर चाहिँ बल्ल सक्यो। अब चाहिँ पोल्नु बाँकी छ। अब चाहिँ म भित्र गएर मुख धोएर फटाफटसँगले पोलेर रेडी गरेर खानु पाउँछु। आजको नाइट डिनर भनेको चाहिँ हाम्रो पुरी नै हुन्छ। किनभने यस्तो दुःख गरेर पेलेर बनाएपछि त अब कहाँ भात खाने पुरै भन्नु साथीहरू। पानी पनि भरियो, यो पनि भरियो। अब चाहिँ म मुख धुन्छु। पसिना
रोटी पनि तयारी भयो आम्ब खाने पालो नै मेरो बो तिम्रो के गर तिमी आउँछौ कि अर्कै बेर गरौँ। साथीहरू हामीले चाहिँ यो ठक्क लगाएर चाहिँ दुःख गरेर चाहिँ हामीले यो दुई थाल पुरी चाहिँ हामीले पोलिसक्यौँ। अब चाहिँ हामी एकछिन आराम गरेर हाम्रो यो पसिना हटाएर हामी चाहिँ भोजन ग्रहण गर्नतर्फ लाग्छौँ। अब हामी एकैचोटि भेट्नेछौँ भरे भोजन ग्रहण गर्दा। बाई। मिठो खायो दामी भएको साथीहरू मेहनतको फल मिठो हुन्छ भन्छ नि त्यस्तै भएछ मेहनतको फल एकदम दामी च्वाक। गाइस भिडियोहरू चाहिँ के कस्तो लाग्यो अन्तिमसम्म हेर्नु चाहिँ नबिर्सिनु होला। कसैले पनि लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। बाई बाई। अब भेट्नेछौँ हामी अर्को ब्लगमा। लभ यु गाइस।